थुप्रै कुराहरू छन् भन्नुपर्ने बुझ्नुपर्ने सबै कुरो एकैचोटि बुझ्न साध्य पनि छैन किस्ताबन्दी रूपमा भन्नुपर्ने हुन्छ। आज थोरै कुराहरू हामी राख्छौँ। हाम्रो सुदन किराँतीज्यू उहाँको समूहसँग हाम्रो एकता भएको छ। यसमा हामी अत्यन्तै हर्षित छौँ। मिल्नु राम्रो छुट्नु नराम्रो है। त्यसो भएको कारणले गर्दाखेरि यो मिलनको कार्यक्रम एकताको कार्यक्रम यो अत्यन्तै राम्रो कार्यक्रम छ। उहाँले पनि भनिसक्नु भएको छ यो उहाँको र मेरो व्यक्तिगत दुईजनाको इच्छा र आकांक्षाले चाहनाले भएको कुरा होइन। धेरै मानिसहरू उहाँ र म मिलेर अगाडि बढोस् भन्ने चाहना राख्नुहुन्थ्यो। त्यसो भएको कारणले गर्दाखेरि उहाँहरूले विशेष गरी म विशाल राईलाई सम्झन चाहन्छु। यहाँ विशाल राई हुनुहुन्छ, त्यहाँ हात उठाइदिनु त। अघि बोल्नु भएको थियो, गइसक्नु भयो। एनिवेज ओके। उहाँ हाम्रो आशा लामाज्यू, सन्ध्या जी लगायत हाम्रो शालिक सतासक सर उहाँहरूको टिम लागिरहेको थियो। हामीलाई चाहिँ नै चरणबद्ध भेटवार्ताहरू गराउनमा उहाँहरूको ठुलो हात छ। म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। र सम्पूर्ण ती शुभेच्छुक समर्थकज्यूहरूलाई जसले हामीलाई मिल्नका लागि चाहिँ देश विदेशबाट पनि फोन गरेकै होइन, खबर पठाएकै गर्नुहुन्थ्यो। उहाँहरू सबैजनालाई आज म सम्झन चाहन्छु। हरेक कुराको समय हुन्छ। समयभन्दा अगाडि न हामी जान सक्छौँ, समयभन्दा पछाडि न रहन सक्छौँ। देयर इज टाइम टु टेक बर्थ। जन्मको समय होइन, जीवनको अवधि, मृत्युको समय, हरेक कुराको समय हुन्छ भने जस्तो आज त्यो समय आएको छ। यो भन्दा अगाडि समय आएको थिएन। त्यसले गर्दा यहाँ अघि ढिलो भयो पनि भन्दै हुनुहुन्थ्यो एकजनाले। ढिलो भएको छैन, ठिक्क समयमा छ र समयमा हामी भेटेका छौँ। अब हाम्रो यात्रा कस्तो हुन्छ भन्ने चिजहरू हुनसक्छ भन्दा हाम्रो यात्रा अत्यन्तै राम्रो हुन्छ। तपाईहरुले खुवालुङ भन्ने ठाउँ सुन्नुभएको होला। खुवालुङ भन्ने देख्नु भएको केही जानकारी छ होला तपाईहरुलाई। त्यो खुवालुङमा तम्म र दुधकोशी मिसिन्छ अरुणमा। त्यस्तै हाम्रो मिलन भएको कुरा म जानकारी गराउन चाहन्छु। यो उहाँको समूह र श्रम संस्कृति पार्टी त्यसरी नै खुवालुङमा भेटिएका तम्मर र दुधकोशी जस्तो तरिकाले मिलेर अगाडि जानुपर्छ भन्ने म सबैलाई आग्रह गर्न चाहन्छु। मान्छे हो, मनमुटाव आउँछ। विभिन्न कुराहरूमा तपाईको चाहिँ खेर जीवन गतिशील भएको कारणले आज हामी जे देख्दैछौँ, जे बोल्दैछौँ, त्यो कुरा, आज देखेको कुरा, बोलिरहेको कुरा भोलि समय अनुकूल नहुन सक्छ, परिस्थिति अनुकूल नहुन सक्छ। त्यसो हुँदाखेरि सानोतिनो मनमुटावहरू हामीमा आउन स्वाभाविक हो, मान्छे हो। तथापि त्यसलाई ठुलो इस्यु बनाएर कनिका र चामल जस्तो किसिमले छुटिएर जाने किसिमको एकता होइन यो। म त्यो भन्न चाहन्छु। तम्मर र दुधकोशी खुवालुङमा मिलिसकेपछि त्यहाँदेखि उँधो कुन चाहिँ तम्मर कुन चाहिँ दुधकोशी भन्ने छुट्याउन सकिँदैन। सागरसम्म त्यो यात्रा दुईटा नदीको भएको जस्तै हाम्रो पनि यात्रा त्यस्तै होस् भन्ने म कामना राख्न चाहन्छु। किनभने हामी भनेको जनताको चाहनालाई, जनताको आवश्यकता र भावनालाई सम्बोधन गर्नका लागि आएका एउटा साधन हो। म चाहिँ त्यसरी आफूलाई देख्छु। मैले जति पनि कुराहरू भन्ने गरेको कुरा, सोच्ने गरेको कुरा हैन, बोल्ने गरेको कुरा, गर्ने व्यवहारका कुराहरू भए, यी सबै कुराहरू जनताको चाहना अनुसार हुनुपर्छ भन्ने मेरो मान्यता छ। जनताको भावना र जनताको आवश्यकता अनुसारको हुनुपर्छ भन्ने मेरो मान्यता। त्यसो हुँदाखेरि हाम्रो मान्यतामा एकरूपता
भएर जाओस्, म त्यो कामना गर्न चाहन्छु। म एउटा कुरा सोच्छु, उहाँहरू अर्को कुरा सोच्ने भन्दा पनि हाम्रो यो श्रमदानको टी सर्ट मैले उहाँलाई अघि दिएको छु, त्यसको अघिल्तिर लेखिएको छ, देश सोच्न सकौँ म देश बोल्न सकौँ, देशकै कर्म गर्न सकौँ देशकै निम्ति मर्न सकौँ। त्यो हाम्रो साझा सोचाइ हुनुपर्छ भन्ने म आग्रह गर्न चाहन्छु। उहाँको टिमबाट आउँदै गर्नुहुने सम्पूर्णलाई हार्दिक स्वागत छ। हामी अब एकले अर्कालाई तपाईको चाहिँ नि खेरि हरेक किसिमले एकले अर्कालाई चाहिँ स्वीकारेर एकले अर्कालाई चाहिँ समर्थन गरेर हामी अगाडि बढ्छौँ र त्यो तरिकाको हाम्रो एकता भएको कुरा म जानकारी गराउन चाहन्छु। धेरैलाई शङ्का लागिरहेको होला, अब 2-3 दिनको लागि होला, 6 महिना पछाडि फेरि त्यही त हो हैन। उहाँ कता तपाईको चाहिँ नि हैन मार्क्सवाद र माओवाद पढेर आएको, कता फेरि हर्कवाद, यो के हो भन्ने पनि लागिरहेको कतिलाई छ, मलाई थाहा छ। त्यो ठुलो कुरो होइन है, त्यो ठुलो कुरो होइन। यो देशका लागि हामीले काम गर्छौँ कि गर्दैनौँ भन्ने कुरा ठुलो कुरो। यो देशको भारी सँगै मिलेर उचाल्छौँ कि उचाल्दैनौँ, बोक्छौँ कि बोक्दैनौँ, जिम्मेवारीको भारी हामीले चाहिँ वहन गर्छौँ कि गर्दैनौँ भन्ने कुरा ठुलो कुरो हो। र त्यसो हुँदा त्यो देशको जिम्मेवारीको भारी उचाल्नका लागि हामी एक भएको कुरा जानकारी गराउन चाहन्छु। अब यो हर्कवाद भनेर चाहिँ के रहेछ भनेर धेरै मान्छेले अहिले भन्न चाहेको कुरा छ। एउटा बहस हामीले छेडिदिएका छौँ। प्रकृति, संस्कृति र प्रविधिले हाम्रो जीवन बनेको हुन्छ। मान्छेको जीवनमा प्रकृति, संस्कृति र प्रविधि मध्ये कुनै एउटा निकाल्दिने हो भने अथवा त्यो बिनाको जीवन कल्पना गर्ने भने त्यो जीवन हुँदैन, त्यो अधुरो जीवन रहन्छ। त्यसले गर्दाखेरि प्रकृतिको लागि पनि हामी काम गर्छौँ, संस्कृतिको लागि पनि हामी काम गर्छौँ, प्रविधिको विकास गर्दै हामी अगाडि बढ्छौँ भन्ने एउटा चाहिँ के अरे तपाईँको दर्शन भन्दा पनि एउटा मान्यता भन्दा पनि चाहिँ हर्कवाद रहेको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। मैले बारम्बार भन्ने गरेकै कुरा छ, हाम्रो शरीर हो प्रकृति है, हाम्रो शरीर प्रकृति, हाम्रो सोचाइ हो संस्कृति र हाम्रो जीवन शैली हो प्रविधि। र यी कुराहरूलाई चाहिँ नि हामीले सरल भाषाबाट व्याख्या गरेका छौँ र हामीले पढ्ने सिद्धान्तले हाम्रो जीवनमा परिवर्तन ल्याउन सक्नुपर्छ। हाम्रै जीवनमा, मान्छेकै जीवनमा मात्रै परिवर्तन ल्याउन सक्नुपर्छ भन्ने होइन हैन, सारा सृष्टिलाई योगदान दिन सक्नुपर्छ हाम्रो कर्मले भन्ने सिद्धान्त, भन्ने तपाईको दर्शन नै हर्कवाद रहेको कुरा म जानकारी गराउन चाहन्छु। हामी मान्छे मारेर सत्ताको कुर्सीमा पुग्न सकिन्छ, सत्ताको कुर्सीमा पुग्नुपर्छ भन्ने जुन एउटा मान्यता छ, त्यो मान्यताभन्दा हामी टाढा छौँ। हामी रगत होइन पसिनाले भिजाउँ यो देश, श्रम रोपी लहलह फलाउँ यो देश भन्ने गीत सधैँभरि गाएर अगाडि बढेको छ। मार्क्सवादले भन्नुभएको छ द्वन्द्व हुन्छ, द्वन्द्व अभावको कारणले हुन्छ भन्नुभएको छ। तर उहाँले भन्न के छुटाउनु भयो भन्दाखेरि अभाव चाहिँ श्रम नगरेको कारणले हुन्छ भनेर भन्न छुटाउनु। त्यसो भएको कारणले गर्दाखेरि श्रम र श्रमदानलाई सर्वोपरि ठान्छौँ हामी। काम नगरी देश बन्दैन भन्ने मान्यता हो हर्कवाद। त्यो मान्यताका साथ हामी अगाडि गइरहेका छौँ। हामी लडाइँ गर्ने, झगडा गर्ने, रगत बगाउने भन्ने कुरामा होइन, पसिना बगाएर यही देशमा तपाईँको चाहिँ के अरे हाम्रा अभावहरू हामीले टार्ने गरी, उत्पादन बढाउने गरी, निर्माण गर्ने गरी, आविष्कार गर्ने गरी अगाडि मुलुकलाई बढाएर स्वाधीन अर्थतन्त्रको विकास गर्न सकिन्छ भन्ने दर्शन हो हर्कवाद। हर्कवाद प्रकृतिवादमा विश्वास गर्छ। प्रकृतिले कसैलाई विभेद गर्दैन। घाम लाग्दा सबैलाई न्यानो दिने, प्रकाश दिने हो, पानीले सबैलाई रुझाउने हो। अहिले हिउँ पर्यो भने सबैलाई जाडो हुन्छ, सबैलाई स्वेटर र कोट चाहिन्छ। त्यसो भएको कारणले गर्दाखेरि यदि कसैलाई अन्याय हुन्छ भने रिसाउँछ हर्कवाद। यदि कोही गरिब दिमुखामाथि अन्याय गर्छ भने, चाहे त्यो राज्यले गरेको होस् या कुनै ठुलो ठालुले गरेको होस् या सामन्त जो कोहीले गरेको होस्, रिसाउँछ हर्कवाद, विरोध गर्न खोज्छ।
एक्लै भए पनि सत्यको सामु उभिन्नुपर्छ, सत्यसँग उभिन्नुपर्छ, असत्यको बाटोमा हिँड्नु हुँदैन भन्ने दर्शन हो अर्को बात। दिनको 10,000 15,000 गाली खाएरै पनि सेतोलाई सेतै भन्नुपर्छ, कालोलाई कालै भन्नुपर्छ भन्ने साहस हो। म यहाँहरू सबैजनालाई यो हर्कवाद भनेको के हो भनेर खराब तरिकाले टिका टिप्पणी नगर्नका लागि म अनुरोध गर्न चाहन्छु। दार्चुलामा एउटा तुइनमा सानो बालिका महाकाली तर्दै गरेको देख्दाखेरि त्यो ठाउँ कहाँ रहेछ भनेर 15 दिन लगाएर टोलीलाई पठाएर त्यो ठाउँ खोजेर त्यहाँ पुल थाप्न जाने बादहरूको बात। रत्न पार्कको ठुल्ठुलो सभाहरूमा ठुल्ठुला गर्जनका साथ विश्वभरका सिद्धान्त फलाकेर राजनीति गर्ने बात होइन अर्को बात। ढुङ्गा बोकेर पाखामा बिरुवा रोपेर आफ्ना सानोतिनो आवश्यकताहरू हामी आफैले परिपूर्ति गर्नुपर्छ भन्ने जागरण हो अर्को बात। त्यसो भएको कारणले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु यो हर्कवाद भनेको के हो भनेर अब यसको बारेमा बोलिरहने भने बेलुकासम्म सकिँदैन, नभनौँ धेरै है। आफ्नो देश आफै बनाउनुपर्छ भन्ने चेतना हो। स्वाधीनताको पक्षमा कुरा गर्छ हर्कवादले, आफ्नो देशको भौगोलिक अखण्डताको कुरा गर्छ हर्कवादले, राष्ट्रिय एकताको कुरा गर्छ हर्कवादले। सबै मिलेर 3 करोड नेपालीको 6 करोड हात चलाउनुपर्छ एकैसाथ। कलमले मात्रै बन्दैन देश, औजार चलाउनुपर्छ। अब नीतिले मात्रै बन्दैन देश, संविधान गर्नुपर्छ भन्ने मान्यता हो हर्कवाद। त्यसो भएको कारणले गर्दाखेरि यहाँहरू सबैजनालाई म अनुरोध गर्न चाहन्छु मिडिया मार्फत हेरेर यो हर्कवाद भनेको के हो। अघि सुदनजीले आउने बित्तिकै हर्कवादमा तपाईँ छिर्नु भएको भनेर निर्मम तरिकाले प्रश्न गर्नुभयो अरे भनेर उहाँले भन्नुभयो। त्यसको उत्तर उहाँले राम्रो दिनुभयो होला भन्ने मलाई विश्वास छ। सधैँभरि हामी अरूकै सिद्धान्त पढिरहने, विदेशी सिद्धान्त घोकिरहने, सबै कुरा विदेशी है, स्वदेशी केही पनि छैन। त्यसो भएको कारणले गर्दाखेरि यही देशको स्वदेशी माटोमा जन्मेको बाद हो हर्कवाद, जसले माटोलाई, खेतबारीको माटोलाई धुलो होइन, त्यही तपाईँको सम्पत्ति हो, त्यही तपाईँको देश हो, त्यही तपाईँको अस्तित्व हो, त्यही तपाईँको अधिकार हो भनेर बोध गराउन खोज्छ हर्कवाद। खेतबारी बाँझो राखेर आकाशतिर हेर्ने होइन, त्यो खालको चलनको अन्त्य गर्नुपर्छ भन्ने एउटा बहस हो हर्कवाद। त्यसो भएको कारणले गर्दाखेरि यो हर्कवाद भनेको के रहेछ भन्ने बुझ्न मन लाग्छ भने तपाईँहरूले पनि त्यहाँ एउटा किताब किनेर लानु होला होइन। त्यस पछाडि त्यहाँ भएका है कुराहरूमाथि टिका टिप्पणी तपाईँ गर्न सक्नुहुन्छ। त्यतिकै हावामा हर्कवाद भन्ने नामलाई गाली गरेर तपाईँले केही पनि पाउनुहुन्न। त्यहाँ पढ्नुहोस्, त्यस पछाडि तपाईँले थाहा पाउनुहुनेछ। 35 वर्षसम्म ल्याउन नसकेको पानीलाई 98 दिनमा, राम्रो बुझौँ है, 35 वर्षसम्म पनि ल्याउन नसकेको पानीलाई 98 दिनमा सरकारी पैसा प्रयोग नगरी जनतालाई आह्वान गरेर जागरणद्वारा, श्रमदान गरेद्वारा पानी ल्याउने बाद हो हर्कवाद। 62-63 अर्ब खर्च गरेर 25 वर्ष लगाएर होइन, 25 तपाईँको चाहिँ किलोमिटर टाढाको मेलाम्ची पनि ल्याउन नसक्ने बात होइन हर्कवाद। मैले फेरि भने 35 वर्षदेखि ल्याउन नसकेको जोखना हेर्दै बसेको ठाउँबाट 43 किलोमिटर भिरको बाटो राज्यको 1 रुपैयाँ पनि नलगाइकन 98 दिनमा मात्रै पानी ल्याउन सक्ने बातलाई हर्कवाद भन्छ। ढुङ्गा मात्रै, बालुवा मात्रै भएको बगरमा हरियाली बगैँचा र पार्क बनाएर तपाईँको करोडौँको इन्कम बनाउन सक्ने राज्यको सम्पत्ति जोड्ने दर्शन हो हर्कवाद। त्यो अभ्यास गर्छ। त्यसो हुँदाखेरि हर्कवाद भनेको तपाईँहरूलाई लाग्ला यो गफ मात्रै हो कि क्या हो, फलाक्ने कुरा मात्रै हो कि क्या हो, 3-4 घन्टा भाषण गर्ने कुरा मात्रै हो कि क्या हो भन्ने कुरा होइन। हर्कवाद भनेको काम हो। हर्कवाद सपनाबाट सुरु हुन्छ।
सपनाबाट सुरु हुन्छ, सङ्कल्प सङ्घर्ष हुँदै सफलतासम्मको यात्रालाई भन्छ अर्कवाद। यदि सफलता प्राप्त गर्दैन भने त्यो अर्कवाद होइन। सपना देख्नु मात्रै अर्कवाद होइन, सपना देख्नुलाई मात्रै अर्कवाद भन्दैनौँ। सपना देखिसकेपछि त्यो सपनालाई पुरा गर्न सक्ने अठोट, त्यो कमिटमेन्ट, त्यो तपाईँको सङ्कल्प र त्यो सङ्कल्प अनुसारको सङ्घर्ष र त्यो सङ्घर्षपछि प्राप्त भएको सफलता र त्यो सफलता सहितको बाद अर्कवाद। म यहाँको सबैजनालाई यो भन्न चाहन्छु, हामी गफ गरेर आएको मान्छे होइनौँ, गफ गरेर आएको मान्छे होइनौँ, काम गरेर आएको मान्छे हौँ। यति नै खेर पनि दार्चुलामा लगभग 50 जना श्रमदाता, पूर्वको श्रमदाता दार्चुलाको दुर्लिङमा अहिले झोलुङ्गे पुल थाप्नका लागि कठोर श्रम गरिराख्नु भएको छ। महाकाली नदीबाट बालुवा बोकिराख्नु भएको छ। त्यो हो हर्कवाद। उहाँहरूको सम्मानको लागि जोरदार ताली बजाइदिनको लागि अब म तपाईहरु सबैजनालाई मिडिया मार्फत भन्न चाहन्छु, यो हर्कवाद भन्ने कुरालाई टीका टिप्पणी गर्दै खिसी गर्ने कुरा होइन। यो हर्कवाद भन्ने कुरा के रहेछ भनेर महसुस गर्ने कुरा हो, त्यो हेर्ने कुरा हो, अवलोकन गर्ने कुरा हो। हामीले परिवर्तन ल्याइसकेका छौँ। त्यो भएको कारणले गर्दाखेरि यसले हाम्रो जीवनमा के परिवर्तन ल्याउँछ हैन भन्दाखेरि मैले अहिले भर्खर भने पूर्वको मान्छे पश्चिम गएर श्रमदान किन गरे, नगर्दा हुन्थ्यो नि त भन्दाखेरि पृथ्वीनारायण शाहले यो देशमा राजा पृथ्वीनारायण शाहले भूगोल मात्रै एकीकरण गर्नुभयो, तर नेपालीको मन एकीकरण गर्नुभएको थिएन। त्यो नेपालीको मन एकीकरण गर्ने अभियान हो यो तपाईको चाहिँ श्रम संस्कृतिको अभियान, र त्यो श्रम संस्कृतिको अभियान नै हो अर्कवाद। आज हेर्नुहोस् त अस्ति 42 जनाको टोली श्रमदान गरेर 20 दिन श्रमदान गरेर रुँदै फर्कनुभयो दार्चुलाबाट। पूर्वको ताप्लेजुङको मान्छे दार्चुलामा गएर किन रोयो थाहा छ? किनभने त्यहाँका मान्छेहरूसँग, त्यहाँका तपाईँको छैन भूगोलसँग पूर्वको मान्छेको के हो त भन्दाखेरि साइनो गाँसियो, नेपाली बीचको सम्बन्ध महसुस भएर उहाँहरू रुँदै छुट्नुभयो। त्यसरी टाढा टाढा बसेका नेपालीहरूलाई एक ढिक्कामा ल्याउने अभियान, एक ढिक्कामा ल्याउने दर्शन हो अर्कवाद। त्यसो भएको कारणले यो श्रम संस्कृति भनेको चुनाव लड्ने अनि एक थान तपाईँको छैन के अरे होइन चुनाव जित्ने अनि सत्तामा पुग्ने चिज मात्रै होइन। यो भनेको हाम्रो जीवनलाई, हाम्रो अन्तस्करणलाई शुद्ध बनाउने, मैले बारम्बार भन्ने गरेको छु, मान्छे बन्ने अभियान हो यो। पहिलो हामी मान्छे हो, त्यस पछाडि कुनै दलमा लागिएको होला, कोही जातिको कुरा होला, कुनै धर्मको कुरा होला, तर हामी सबैभन्दा पहिला के हो? मान्छे हो। त्यसो भएको कारणले एउटा मान्छेलाई पूर्ण रूपमा भावनात्मक हिसाबबाट, आध्यात्मिक हिसाबबाट, सामाजिक हिसाबबाट, सांस्कृतिक हिसाबबाट, इभन राजनीतिक हिसाबबाट उसलाई चाहिँ एउटा सचेत र सक्रिय मान्छे, पूर्ण मान्छे बनाउने अभियान पनि भएको कुरा म जानकारी गराउन चाहन्छु। यसको आयाम बहुआयामी अभियान चलिरहेको छ। त्यो अभियानको नाम नै हो श्रम संस्कृति, जसलाई हामीले राजनीति पनि नगरी नहुने भएको कारणले, किनभने देशको नीति निर्णयमा हाम्रो विचार, हाम्रो यो संस्कृति नपुगिकन परिवर्तन संस्थागत हुन सक्दैन भन्ने बुझाएका कारणले हामीले चाहिँ यसलाई पार्टीको रूपमा पनि अभ्यास गरिरहेका छौँ। र त्यस क्रममा हाम्रो सुदन किराँतीज्यूको समूहसँग हाम्रो भेट भएको छ। वी फिल स्ट्रङ्गर, वी फिल बेटर है। We'll stay stronger and we'll stay better always है। सुदन किराँती र हर्क साम्पाङको यस्तो भयो अरे उस्तो भयो अरे भन्ने न्युज मेरो तर्फबाट सुन्नु हुने छैन। मलाई लाग्छ सुदन किराँतीज्यूको तर्फबाट पनि त्यो खालको कुरा हामी सुन्ने छैन। हामी जनतालाई निराश बनाउनका लागि यहाँ उपस्थित भएका छैनौँ है। हामी जनताको मुहारमा हाँसो कोर्नका लागि, हाँसो छर्नका लागि उपस्थित भएका छौँ। म सबैजनालाई त्यो अनुरोध गर्न चाहन्छु। अब एउटा अभियन्ताको नाताबाट, एउटा श्रमदाताको नाताबाट, एउटा समाज सुधारक र समाजलाई जागरण ल्याउने एउटा सोसल एक्टिभिस्टको नाताबाट मैले यी कुराहरू राखेँ। अब एउटा त्यसो भइरहँदा
प्रतिपक्ष दलको एउटा नेता पनि हुनु। सरकारले अहिले गरिरहेको कुराहरूको बारेमा यहाँ मैले नबोली गएँ भने फेरि मैले बोलेको अधुरो हुन सक्छ। त्यसो भएको कारणले थोरैमा राख्न चाहन्छु। कतिले भन्छ किन बालनजीलाई गाली गरेको, बालन शाहलाई गाली गरेको हुन्छ। मैले किन गाली गरेँ होइन? न उहाँले मेरो व्यक्तिगत रूपमा केही बिगारिदिएको, न मलाई केही भनेको, न हाम्रो कुनै लेनदेन थियो, न कुनै रेसिपी, केही पनि छैन। तर म एउटा प्रतिपक्ष दलको नेता भएको नाताले, एउटा सांसद भएको नाताले सरकारले गर्दै गरेका क्रियाकलापहरू, सरकारको पक्षमा भएका गतिविधिहरूलाई मैले निगरानी गर्नुपर्छ, निरीक्षण गर्नुपर्छ, मूल्याङ्कन गर्नुपर्छ र त्यो प्रति मेरो चाहिँ के अरे धारणा के छ, मेरो प्रतिक्रिया देखाउनुपर्छ। धेरै कुराहरू छन्, सरकारले गर्न चाहेका कुराहरू धेरै छन्। त्यसमध्ये एउटा कुरा के छ भन्दाखेरि सुकुम्बासी बस्तीमा डोजर चलाउने, डोजर चलाएर भत्काइदिने है। त्यो जुन छ तपाईँको कृत्यले गर्दाखेरि आज देशभर आन्दोलन भइरहेको छ। यो सरकारको कदम अत्यन्तै निरङ्कुश, आताताई है, अमानवीय, एकदम पाशविक शैलीको कदम हो। यो कदम सरकारले तुरुन्त रोक्नुपर्छ। म त्यो भन्न चाहन्छु। र जो जतिको घर उहाँहरूले भत्काइदिइसक्नु भएको छ, ती मानिसहरूलाई आज माइतीघर मण्डलामा थाल र चम्चा ठटाउँदै आन्दोलन भइरहेको छ। अचम्म लाग्छ है। ती गरिब दुखीहरूले भात खान पाएनन् भन्ने सङ्केत हो त्यो। होल्डिङ सेन्टरमा लगेर राख्ने, होल्डिङ सेन्टरमा चाहिँ एउटा टेन्टमा सुताउने, खाना खुवाउँदै राख्ने भन्ने किसिमले चाहिँ सरकारले भनेको कुरा जुन छ त्यो कुरा चाहिँ सत्य कुरा छैन। त्यहाँ तपाईँहरू जान सक्नुहुन्छ। एकछिन त्यहाँ एकछिन रोकिदिनु, एकछिन रोकिदिनु, त्यो एकछिन रोकिदिनु न। त्यसो भएको कारणले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु, मिडिया मार्फत सरकारलाई भन्न चाहन्छु, त्यो खालको कृत्य तपाईँले रोक्नुपर्छ। र होल्डिङ सेन्टरमा जे जति मानिसहरू छन् ती मानिसहरूलाई तपाईँले कसरी व्यवस्थापन गर्छु भनेर त्यो खालको कदम तपाईँले चाल्नुभयो, त्यसको जवाफ दिनुपर्छ। आज हजारौँको सङ्ख्यामा मानिसहरू बेघर भइरहेका छन्। हजारौँको सङ्ख्यामा मानिसहरूले खाना पाइरहेका छैनन्। एउटा सानो टेन्टभित्र बस्नुहोस् भनेर भनेको छ। कसरी बस्ने एउटा परिवार एउटा टेन्टभित्र? त्यहाँनिर छोरा बुहारी होला होइन, सासू ससुरासँग बस्नुपर्ने स्थिति होला। अब छोराछोरी पनि अहिले अलिक ठुलो भएपछि फाल्टै सुत्ने चलन छ। एकै ठाउँमा त हामी सुतिँदै एउटा सानो टेन्टभित्र चाहिँ कोचेर राखेर चाहिँ होल्डिङ सेन्टरमा हामीले सेल्टर दिउँ भनेर सरकारले भन्छ भने त्यो गलत छ। यसको हामी घोर विरोध गर्छौँ र सरकारले तुरुन्त तपाईँको चाहिँ के अरे होइन गर्नुपर्ने व्यवस्थापन गरोस् भन्ने हाम्रो माग हो। यहाँहरू सबैजनालाई म हार्दिक धन्यवाद दिन चाहन्छु, हार्दिक धन्यवाद दिन चाहन्छु, हार्दिक तपाईँहरूलाई सम्मान पनि गर्न चाहन्छु जो जतिले हामीलाई यी सारा यात्रामा साथ दिइराख्नु भएको छ। हामीले गरेको खबरदारी हाम्रो लागि होइन, हर्क साम्पाङले गरेको खबरदारी मेरो लागि हो र हर्क साम्पाङको लागि व्यक्तिगत हो र होइन, जनताको लागि। जनता पनि को जनता भन्दाखेरि गरिब दुखी जनता, जो जनता आफै बाँच्न सकेका छन्, जो जनता आफै हिँड्न सक्छन्, आफै बोल्न सक्छन्, त्यस्ता जनताको लागि होइन। जो बोल्न सक्दैनन्, हिँड्न सक्दैनन्, न्याय थाहा हुँदैन, त्यस्ता मानिसहरूको लागि श्रम संस्कृति सधैँभरि उभिनेछ, श्रम संस्कृति सधैँभरि अगाडि बढ्नेछ। म यहाँहरू सबैजनालाई त्यो बुझ्नका लागि अनुरोध गर्न चाहन्छु। त्यसो भएको कारणले गर्दाखेरि जो जति चाहिँ तपाईँको चुपचाप के जतिमा छाप भन्ने साथीहरू हुनुहुन्छ, मलाई थाहा छ तपाईँहरू सामाजिक सञ्जालमा हजारौँको सङ्ख्यामा हुनुहुन्छ है। तपाईँहरूले गाली गरिहाल्नुहुन्छ, अलिकति मात्रै तपाईँको चाहिँ नि होइन यो सरकार विरुद्ध केही मात्रै भन्यो भने गाली गरिहाल्नुहुन्छ। त्यसले के गर्छ भन्दाखेरि भोलि बालन शाहलाई पनि केपी ओलीकै ठाउँमा लगेर राखिन्छ। हिजो केपी ओली गर्दाखेरि पनि ताली बजाइदिएको कारणले गर्दाखेरि आज होइन, अब व्यक्तिगत नाम लिनुपर्ने थिएन, मैले लिइहालेँ। आज उहाँ कहाँ हुनुहुन्छ? सेम त्यस्तै हुने म सङ्केत देख्छु। त्यसो भएको कारणले गर्दाखेरि सहीलाई सही भन्नुहोस्, गलतलाई गलत भन्नुहोस्। सरकारको कारणले गर्दाखेरि जनताले चाहिँ होइन आत्मदाह गरिराखेको छ। मेरो घर भत्केको हेर्नुभन्दा बरु हाम फालेर मर्छु भनेर बागमतीमा उफ्रेर मरिरहेको छ।
ताली बजाइराखेको छ उसको समर्थन। त्यो ताली बजाउने विषय हो? त्यो ठुलो काम गरे हो त होइन। एउटा किशोरले आफ्नो घर भत्केको देख्दाखेरि अपमानित होइन र तपाईँको चाहिँ नि होइन एक खालको पीडित आफूलाई चाहिँ के अरे महसुस गरेर उसले आत्महत्या गरिरहेको छ। त्यसमा पनि राम्रो काम गर्यो, अझै त्यो आत्महत्या गर्नेलाई नै ठोक्का भनेर ठोकिरहेको छ। समाज कता गइरहेको छ? त्यो खालको समर्थकले समाज कस्तो समाज बनाउँछ? त्यसो भएको कारणले गर्दाखेरि म भन्न चाहन्छु त्यतातर्फको बाटो होइन। साँचो सत्य कुरा के हो भन्नेतर्फ तपाईँहरूले चाहिँ के अरे मनन गर्नुपर्छ, चिन्तन गर्नुपर्छ। एआईको जमाना हो भन्दैमा हरेक कुरा तपाईँको चाहिँ नि एआईकैबाट हुन्छ भन्ने छैन। हाम्रो परम्परा के हो, हाम्रो रीतिथिति के हो, हाम्रो संस्कृति के हो, हामी कस्ता सामाजिक मूल्य मान्यताहरू लिएर बाँचिरहेका छौँ भन्नेतर्फ पनि युवा पुस्ताले सोच्नुपर्छ र त्यसतर्फ तपाईँहरूले चाहिँ के अरे आफूलाई ढाल्नुपर्छ पनि म भन्न चाहन्छु। त्यसो भएको कारणले गर्दाखेरि सबैजनालाई जो जतिले गाली गरिराख्नु भएको छ नि, तपाईँहरूले एकचोटि राम्रोसँग विचार गर्नुहोस्। भोलि त्यसरी तपाईँको चाहिँ अरूको घर भत्काउँदै गरेको डोजर तपाईँको घरमा आएर तपाईँको घर पनि भत्काइदियो भने त्यतिखेर पनि तपाईँहरूले गुड जब भनेर ताली बजाउनुहुन्छ कि के गर्नुहुन्छ? त्यतिखेर सरकारले थुप्रै कामहरू गलत कामहरू गरिरहेका छन्। यो सदन होइन। त्यसो भएको कारणले गर्दाखेरि म यति लामो फेर यस्तो यहाँनिर भन्नेवाला छैन। म यहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु। अन्त्यमा सबैजनालाई धन्यवाद दिन चाहन्छु। अन्त्यमा प्रधान न्यायाधीशको कुरा उहाँले भन्नुभयो, उहाँ त्यो सदनमा बोल्नु पर्यो भन्दै थिएँ। अब पत्रकारजीले भनिहाल्नुभयो। हाम्रो उपसभामुखज्यू त्यहाँ हुनुहुन्छ, हाम्रो पार्टीबाट जानुभएको, तर उपसभामुख भइसकेपछि उहाँ हाम्रो पार्टीको सदस्य रहनु भएन। जुन दिन उहाँले उपसभामुखको शपथ ग्रहण गर्नुभएको थियो त्योभन्दा 2 घण्टा अगाडि नै उहाँले मलाई रिजाइन दिएर होइन तपाईँको चाहिँ के अरे राजीनामा पत्र बुझाइसक्नु भएको। त्यसो हुँदाखेरि श्रम संस्कृति पार्टीले अहिले दोहोरो चरित्र गर्यो भन्ने गीत आइरहेको छ बाहिर होइन। संवैधानिक परिषद सम्बन्धी अध्यादेश पास गरेको विरोध गर्ने अनि भरे फेरि तपाईँको चाहिँ के अरे होइन उता सरकारले नै अगाडि सारेको चौथो वरियताको व्यक्तिलाई चाहिँ प्रधान न्यायाधीश बनाउनका लागि उपसभामुखले भोट हाल्ने भन्ने हिसाबले चाहिँ हामीलाई दोहोरो चरित्रको भनाउन खोज्नु भएको छ। त्यो सत्य कुरा होइन है। यो व्यवस्था अन्तर्गत के हुन्छ भने सभामुख र उपसभामुख बन्नुभन्दा पहिला सम्बन्धित व्यक्तिले सम्बन्धित दललाई आफ्नो राजीनामा बुझाउनुपर्छ। राजीनामा बुझाइसकेको मान्छे हाम्रो सम्बन्धित दलको होइन। रुबी कुमारी हाम्रो दलको हुनुहुन्न। उहाँ हाम्रो पार्टीबाट जानुभएको हो, निसन्देह हो, जानै भएको हो, हाम्रै उम्मेदवार हो उहाँ। तर उहाँ उपसभामुखमा तपाईँको चाहिँ के अरे निर्वाचित भएर उपसभामुखको शपथ ग्रहण गरिसकेपछि उहाँ अब हाम्रो पार्टीको रहनु भएन। उहाँले कहाँ भोट हाल्नुहुन्छ, के गर्नुहुन्छ, कति बजीको तपाईँको चाहिँ कार्यालय जानुहुन्छ कि जानुहुन्न, कस्तो लुगा लाउनुहुन्छ, कस्तो गाडी चढ्नुहुन्छ भन्ने कुरामा हाम्रो पार्टीको कुनै पनि दखल अन्दाजी, कुनै पनि निर्देशन, कुनै पनि तपाईँको चाहिँ फरमान नरहने कुरा म जानकारी गराउन चाहन्छु। उहाँ तटस्थ हुनुहुन्छ। उहाँले कहाँ भोट हाल्नुभयो त्यो उहाँको व्यक्तिगत तपाईँको चाहिँ के अरे स्वतन्त्रताको उहाँको चाहिँ अधिकार हो। यसरी बुझ्नका लागि म गर्न चाहन्छु। र अर्को कुरा चाहिँ यहाँ के पनि आएको छ भन्दाखेरि अघि बिहानदेखि हिजो हाम्रो सुदनजीसँग चाहिँ हाम्रो ल एकता हुने भयो भनेर फोटोहरू आइसकेपछि एमसीसीको समर्थक सुदन किराँतीलाई ल्यायो, ऊ आफै चाहिँ ठुलो एमसीसीको विरोध गर्ने मान्छे भनेर भन्नुभएको छ। यसको पनि म जवाब दिन चाहन्छु। हिजो सुदन किराँती माओवादी हुनुहुन्थ्यो, आज उहाँ श्रमदाता हुनुहुन्छ। पार्टीमा व्हिप भन्ने चिज हुन्छ। व्हिप भन्ने चिज चाहिँ नेतृत्वले होइन गरेको निर्णयलाई प्रमुख सचेतक अर्थात् सचेतक मार्फत जारी हुन्छ। त्यो सचेतकले जारी गरेको व्हिप भन्दा बाहिर जाने बित्तिकै पार्टी छोडिहाल्नुपर्छ है। सांसदको पद पनि जान्छ, मन्त्री पनि। अब सांसदको पद गएपछि मन्त्री जाने कुरो भइहाल्यो। त्यो कारणले गर्दाखेरि पनि मलाई लाग्छ बाध्यताले हिजो सुदन किराँतीले त्यतातिर समर्थन जनाउनु भयो होला भन्छु। अब हो कि होइन त्यो चाहिँ अब के भन्नुहुन्छ उहाँले, उहाँको मुखबाट सुन्दा राम्रो। तर अब सुदन किराँतीज्यू श्रम संस्कृति पार्टीको अगुवा श्रमदाताको रूपमा आउनुभएको छ।
उहाँले हिजो के गर्नुभयो भन्ने कुरा ठुलो कुरो भएन। तर मलाई जहाँसम्म विश्वास लाग्छ र उहाँ र हामीलाई मिलाउने जे जति जनताहरू हुनुहुन्छ, हाम्रा समर्थकहरू हुनुहुन्छ, उहाँहरूको तपाईँको छैन विश्वासको आधारमा म भन्न सक्छु उहाँ कालो मान्छे चाहिँ होइन है। उहाँ कालो मान्छे नभएको कारणले गर्दाखेरि होइन, तर पार्टीको बाध्यता हुन्छ कि अब पार्टीमा नेतृत्वले संसदीय दलको नेताले तपाईँको छैन के अरे जारी गरेको व्हिप प्रमुख सचेतक अर्थात् सचेतकले जारी गरिसकेपछि त्यो निर्देशन अनुसारको व्हिप जारी भइसकेपछि सदस्यले तल सांसदले फ्लोर क्रस गर्न पाउने अधिकार हुँदैन। फ्लोर क्रस गरिएको खण्डमा उसलाई चाहिँ स्पष्टीकरण लिएर पदबाट तपाईँको निलम्बन गर्ने, पदबाट चाहिँ तपाईँको निष्कासन गर्ने सम्मको अधिकार रहेको कारणले गर्दाखेरि त्यो बाध्यतावश पनि त्यो भएको हुन सक्ने कुरा चाहिँ म जानकारी गराउन चाहन्छु। र अब उपरान्त हामी श्रमदाता भएर यो देशका लागि ढुङ्गा बोक्नेछौँ, पसिना बगाउनेछौँ। यो देशको ढुङ्गा मात्रै होइन, श्रम संस्कृति पार्टीले यो देशको गरिबको मुद्दा पनि बोक्नेछ। ढुङ्गा मात्रै बोकेर देश बन्दैन, गरिबको मुद्दा पनि बोक्नुपर्छ, न्यायको मुद्दा पनि बोक्नुपर्छ, राष्ट्रिय स्वाधीनताको मुद्दा पनि बोक्नुपर्छ। त्यो मुद्दा बोक्नका लागि हामी अब तयार भएको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। यहाँहरू सबैजनालाई उपस्थितिका लागि हार्दिक धन्यवाद दिन चाहन्छु। अब यति राम्रो विचार बोकेको पार्टी, यो पार्टी पक्कै पनि मेरो मात्रै पार्टी, सुदन किराँतीको मात्रै पार्टी, हाम्रा पदाधिकारीहरूको मात्रै पार्टी होइन, यो पार्टी तपाईँको पनि पार्टी हो। यसो भएको कारणले गर्दाखेरि यो ढुङ्गा बोक्ने पार्टीको सदस्यता लिन चाहनुहुन्छ भने, श्रमदाता बन्न चाहनुहुन्छ भने होइन, यो देशमा पसिना बगाएर यो देशको भविष्य हामीले चाहिँ नि फुलाउन सक्छौँ भन्ने विश्वास राख्नुहुन्छ भने तपाईँहरूले त्यो कुनामा हाम्रो श्रमदाताको परिचय पत्र वितरण भइरहेको छ। यहाँहरूले आफ्नो नाम र नम्बर लेखाएर त्यहाँबाट लिन सक्नुहुनेछ। म यहाँहरूलाई मेरै हातबाट यहाँहरूलाई सदस्यता वितरण गर्नेछु। साथै हाम्रो हकबाद भनेको के हो भन्ने बारेमा मैले केही भने, अब सबै त भन्ने भइएन, केही भने यो विशेषले के रहेछ त भनेर डाक्टर मिश्रज्यूले के अरे तपाईँको डाक्टर विजय मिश्रज्यूले के कुरा लेख्नु भएको रहेछ भन्ने कुरा तपाईँलाई पढ्न मन लाग्छ भने त्यहाँ बाहिर हाम्रो किताब पनि बिक्रीमा रहेको कुरा पनि म जानकारी गराउँदै हाम्रा सम्पूर्ण श्रमदाताजीहरूलाई हार्दिक धन्यवाद दिँदै, हार्दिक सम्मान गर्दै, उत्साह भर्दै, प्रेरणा दिँदै, पत्रकार साथीहरूलाई पनि हार्दिक धन्यवाद दिँदै मेरो भनाइ यही अन्त्य गर्दछु। नमस्कार।